म उकालो चलिरहेको छु। पानी पर्यो, पानी पर्यो यार, दामी पानी पर्यो। मेरो फोन भिज्छ यस्तरी यार, महँगोको फोन यार, गिद्दी हुन्छ। हट, दामी छ क्या। वाउ 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 वाउ। सो झार काटेर होइन, झारसार काटेर जनेलाई चाहिँ दामी बनाइदिएको रहेछ होइन। यहाँको चाहिँ मलाई यही कुराहरू मनपर्छ। विदेशको नेपालमा भयो अलिकति हेलचक्राइ हुन्छ होइन, तर यहाँ चाहिँ हुन्छ नि एभ्रिथिङ यहाँको मान्छेहरूले चाहिँ केयर गर्छ क्या। एभ्री स्मल थिङ हुन्छ नि, त्यो कुराले चाहिँ मलाई मनपर्छ यहाँको। विशेष त मान्छेहरू त अब जहाँको नि त्यस्तै हो, राम्रो नराम्रो हुन्छ नै, यहाँ पनि हुन्छ। त्योभन्दा पनि उनीहरूको सिस्टमलाई उल्लङ्घन गर्नु हुँदैन भन्ने उनीहरूको मेन्टालिटी, त्यो चाहिँ मलाई मनपर्छ होइन। सो हाम्रो नेपालले पनि त्यो कुरा सिक्नुपर्ने हो र हामीले पनि सिक्नुपर्ने हो, तर यहाँको नेपालीले त छैन। नेपाली जहाँ गए पनि त्यस्तै नै हो। परिवर्तन भनेको उनीहरूमा होला, तर मानसिक रूपमा भनेको चाहिँ आई डोन्ट थिङ्क मलाई त्यो लाग्दैन। सो चेन्ज हुनुपर्छ, सिक्नुपर्छ हामीले यहाँको मान्छेहरूबाट। यहाँको पोलिसी हरेक कुराहरू यहाँ पनि त्यस्तो राम्रो त छैन कतिपय कुराहरू, तर पनि नेपालको भन्दा चाहिँ बेटर नै छ है त। कस्तो खतरा पानी परिदिरहेको ल, एकैछिनमा क्या। घाम यस्तो दामी लागिरहेछ होइन, तर खत्रै पानी परिदिरहेको क्या। सब भिजाइदिएर मेरो लुगा लुत्रुको भइदिरहेको क्या। घरबाट झन् परफ्युम लाएर हिँडेको होइन। सोचेको थिइनँ मैले होइन यस्तो पानी पर्छ भनेर। सानो सिमसिम पानी परिरहेको थियो नि त, अनि मैले सोचेँ सिमसिम पानी पर्ला भन्ने भयो। यस्तो ठुलो पर्छ भन्ने मैले एक्सपेक्टेसन नै थिएन क्या। कस्तो भिजाइदिरहेको क्या। म त साइको भइदिरहेको क्या। अब फोनसोन थियो नि त, फोनसोन भिजायो भने पो गिद्दी हुन्छ त भन्ने क्या। म त भिजे पनि प्रब्लम भएन, अब पर्सहरू मोबाइलहरू भिजेन भने त भइहाल्यो नि भन्ने भएको थियो होइन। तर यस्तो दामी एकछिन त पानी